हेलो 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 नमस्ते नमस्कार सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ भिडियोमा धेरै लामो समयपछि आएँ किनभने मेरो फोन पनि राम्रो छैन नि त, त्यही भएर भिडियोहरू अपलोड गर्नलाई खासै गर्दिनँ त्यही भएर। तर आज धेरै समयपछि आएँ हैन। तर के कुरा लिएर आएँ भन्दाखेरि यो चाहिँ म हिजोको दिनमा काम गर्दै गरेको कुराहरू हो। यो भिडियो किन मैले नबनाउनु भन्दै पनि म बनाउनु बाध्य छु, किनभने यो कुराहरू फेरि पनि दोहोरिएर नआओस् भन्ने एउटा हेतुको साथ मैले गरेको हो। म अर्काको देशमा छु, मलाई भाषा आउँदैन हैन। जिन्दगीमा हो मैले धेरै पढिनँ पनि, भार थियो होला, आफ्नो घर परिवारको आफ्नो जिम्मेवारी हुन्छ, आफ्नो बाटो आफ्नो गोरेटो आफ्नो हुन्छ हैन। तैपनि मैले त्यति मध्येमा मैले धेरै पढाइमा फोकस गरिनँ र पढिनँ पनि हैन। तर यो अर्काको भाषामा, अर्काको समूह, अर्काको राष्ट्र, अर्काको देशमा हुँदाखेरि मैले केही जानिनँ होला। तर यदि नजान्दैन भनेर मान्छेले मलाई हेपेकै जस्तो लाग्छ हैन। मैले नसहने होइन, मैले जिन्दगीमा धेरै सहन्छु हैन। यदि रुनुपर्ने कुरामा भनेको म सानो कुरामा पनि म रुने मान्छे हो हैन। तर म सहनु पर्ने कुरामा म ढुङ्गा हो, ढुङ्गा हैन। तर आज आएर हैन, आज कति 26 हिजो 26 तारिक होला हैन को दिन चाहिँ के भयो भने म काम भनेको मेरो बिहान 4 बजी उठेर 5 बजीदेखि हुन्छ हैन। 5 बजी त्यो अब दाइले चाहिँ के गर्यो भने हामी दुईजना मात्रै हुन्छौँ है काममा दुईजना मात्रै हुन्छौँ। त्यति बेला उहाँले चाहिँ के सोचे होला, अरू केटीहरू जस्तो सोचेर होला म माथि हैन हात लाउनु खोजे। तर धेरैचोटि भयो क्या यो, एकचोटि होइन दुईचोटि होइन। उहाँको रेकर्ड, उहाँको त्यो मेसेजहरू छ अझै मसँग हैन। मैले भन्थेँ दाइ अब त्यो हिन्दू हो नि त, म यो धर्म त्यो धर्म भन्दिनँ, किनभने म अर्कै धर्म भएको कारणले अब हाम्रो नेपालमा चाहिँ सबभन्दा नजिकको चाहिँ के मान्छ भने भाइटिका गर्छ नि। भाइटिका भनेको चाहिँ एकदम आफ्नो कोखबाट जन्मेको दाजुभाइलाई भाइटिका लाउँछ नि हैन। त्यस्तै मैले पनि म मेसेजसम्म गरेको छु है, म तपाईँले भाइटिकासम्म मान्ने मान्छे हो, तर तपाईँले यस्तो नराम्रो नियत कहिल्यै मलाई नहेर्नु है भन्दै हैन। हिजोको दिनमा चाहिँ के गर्नुभयो भने उहाँले, जब म काम जाँदै थिएँ उहाँले, हामी दुईजना मात्रै हुन्छौँ किनभने 6 बजीदेखि उता चाहिँ अरू नेपाली दाइहरू पनि आउनुहुन्छ हैन, अरू पनि आउनुहुन्छ, यहाँको लोकलहरू पनि आउँछन् हैन। तर 5 बजीको ड्युटी हुँदाखेरि चाहिँ के भने उहाँले चाहिँ एक्लै हुँदाखेरि चाँच मार्नु खोजेको क्या। त्यही भएर म भन्छु कि उहाँले मलाई कुन के गर्नु खोजेको हो। उहाँले पहिला पनि भन्नुहुन्थ्यो होला, कति ठाउँमा सहयोग गर्नुभयो म यहाँको भाषाहरू नजान्दा हैन। त्योमा म आभारी छु, तर अहिले अब त आभारी छुइनँ म हैन। यदि म चाहेँ भने उहाँलाई म भाषा नजाने पनि हरेक कुरा गर्दै भए पनि उहाँलाई यो ठाउँबाट डिपोर्ट गर्न सक्छु क्या, डिपोर्ट गर्ने अवस्था पनि बनाउन सक्छु क्या। ताकि म सहेर बसेँ कम्पनीमा हो, म बोल्नु नसक्ने भए पनि मैले भन्छु भनेर मैले धेरै आँट गरेँ, तर म भनिनँ। तै पनि मैले कोसिस गरेँ, भन्छु भनेर साउ आएको थियो नि त, अनि साउहरूलाई भन्छु भन्ने। तर मैले सोचेँ म त्यति नेपालमा प्रहरी सङ्घभित्र म बसेर काम त गरिनँ, तैपनि एउटा आफ्नो पालिकामा बसेर गरेको कामहरू नियमहरू मलाई हल्का थाहा थियो हुनु त। आफ्नो देश र अर्काको देशको नियम कानुनहरू त मिल्दैन हैन। नमिले पनि जस्ट यस्तो गर्दा चाहिँ यस्तो हुन्छ भन्ने अनुभव चाहिँ हल्का मैले पाएकोले गर्दाखेरि बा यो मैले कम्पनीमा भनिहालेँ भने बा मलाई नै अप्ठ्यारो पर्छ कि भन्ने एउटा हेतुले म कसैलाई भनिनँ हैन। खाना पनि नखाइ हिँडिदिएँ हो। नेपाली दाइले, अर्को दाइले मलाई सोध्नुभयो, बहिनी के खाने खाना हैन। म चाहिँ खाना प्राय सँगै खाइसकेपछि मलाई लाग्छ एउटा मायाले हैन, सँगै खाउँला सँगै छुटौँला भन्ने हेतु लाग्छ मलाई। अर्काको जस्तो मलाई मन पनि छैन हैन। उहाँले खानुहुन्न भने म पनि नखाइ पनि हिँड्न सक्छु, किनभने सँगै काम गर्ने हो बिचरा हैन। दाइ पनि त अब बिजी हुन्छन्, सँगै खाउँला सँगै पिउँला सँगै छुटौँला भन्ने लाग्छ। तर उहाँले चाहिँ सँगै भन्दाखेरि उहाँले अर्को नजर हेर्ने रहेछ क्या। मैले बारम्बार भन्थेँ मेरो बिएफ छ, मेरो बोयफ्रेन्ड छ, तपाईँ म प्रति कहिले पनि नजिक हुनु, बोल्दैमा हाँस्दैमा जिस्किँदैमा फरक हो, हात लाउने कुरा कहिले नगर्नु भन्दै हैन। भन्दै सम्झाउँदा पनि उहाँले त्यस्तो अवस्था गर्नुहुन्छ क्या। हिजो सिसी क्यामेरा त्यहीँ छ क्या, मैले साउनीलाई भनेर
यदि गर्नै पर्यो भने त्यो सिसी क्यामेराबाट निकालेर गर्न सक्छु क्या, भाषा जान्दैन भनेर होला। मलाई चाहिँ यो एउटा काँक्रा उ थियो होइन, त्यो काँक्रा मिक्स हुन्छ होइन, त्योलाई सोध्नु पर्यो भनेर मैले दाइ त्यो भनेर सोद्धाखेरि पनि उहाँले भन्नुभयो यस्तो कुराहरू मलाई नभन् अरे होइन। मलाई केही छैन, तर यो भिडियो बनाउनुको कारण भनेको फेरि पनि उहाँ फेरि यही अवस्थामा आउनुभयो भने यो भिडियो अनुसार उहाँलाई अघि बढाउँछु क्या। र उहाँको हरेक म्यासेजहरू पनि छ मसँग। त्यो म्यासेजहरू मेरोमा डिलिट होला होइन, तर त्यसलाई मैले ल्याउनु सक्छु क्या। होला यो नजान्ने भनेर होला, अर्काको भाषा हो, म नजान्ने छु होइन। तर यदि नेपालको कुराहरू त मलाई हल्का यो गर्दा यो हुन्छ, डिलिट रिसेट गरेको सबै रिसेट गरेको उहरू त कसरी ल्याउनु सकिन्छ भन्नेहरू त मलाई याद छ क्या। अनि कसैले वाट्सएपमा अल डिलिट उता मेरोमा पनि डिलिट हान्छन् नि, तर त्यो म्यासेजहरू सबै मेरोमा आउँछ क्या। त्यो मेरोमा बसिरहेको छ, कसैले मलाई म्यासेज पठाउँछ अनि डिलिट गर्छ होइन, म उता वाट्सएपमा हेर्दा डिलिट हुन्छ, तर मेरो अर्को नम्बर छ, अर्को त्यही भित्रबाट कनेक्ट गरेको एउटा एप छ, त्यहाँ कहिले पनि डिलिट हुँदैन, बुझ्नुभयो। त्यही भएर हरेक गर्न सक्थेँ। उहाँले मलाई के सोच्नु भएको छ हो, के सोच्नु भएको थियो होइन, जस मैसँग काम गर्ने दाइ यस्तो अवस्था होइन। त्यही भएर यो भिडियो पनि तपाईँले हेर्नुहुन्छ होला दाइ होइन। म तपाईँलाई यति मजाले दाइ भनेको थिएँ, यदि यस्तो अवस्था गर्नुहुन्छ भने यो भिडियोहरू सब तपाईँको प्रुफसहित म घरमै पठाउँछु र त्यो अनुसार म केस पनि गर्छु होला। अहिलेसम्म दुईजना बसे र अन्तिममा के कुरा मिलेन अनि केस लायो। खबरदार दाइ, तपाईँलाई मैले होला छुएँ होला, तर त्यस्तो नराम्रो कुरा तपाईँ हामीमा भएको छैन, यति कुरा याद राख्नु, बुझ्नुभयो। कहिले पनि त्यस्तो नियत पनि गर्दिनँ र अरू दाइहरू पनि हुनुहुन्छ, म कहिले पनि तपाईँलाई त्यसो गरिनँ। म टिआरसी एप्लाई गर्नु जाँदा पनि तपाईँले नराम्रो गर्नुभयो र रुम पनि त्यहीँ नजिक हो नि त, कम्पनी नजिक हो, पुलिस स्टेसन त्यहीँ, अनि त्यहीँबाट टिआरसी एप्लाई गऱ्यौँ, फेरि सँगै थियो क्या हाम्रो। अनि एप्लाई गरेर अनि त्यहाँबाट आएको दिन पनि दाइहरू भित्र बोलिराख्नु भएको थियो। अब ड्युटी थिएन नि त त्यति बेला, भरे थियो, अलिक समय छिटै गएको थियो, अनि सबै दाइहरू त्यहीँ हुनुहुन्थ्यो। अनि त्यो दाइले त्यस्तो कस्तो गर्नुभयो क्या, मलाई मन परेन। अनि त्यसपछि म हतार निस्केर बाहिर पार्कमा बसेर त्यहाँबाट म ड्युटी गएको। उहाँले यस्तो अवस्था गर्ने अवस्था चाहिँ कसरी उहाँले गर्नुभयो क्या, दाइ भन्दै। त्यही भएकोले गर्दा दाइ तपाईँले पनि यति कुरा बुझ्नु। यदि म हिजोको दिनमा यदि मैले त्यो दिदीलाई ठ्याक्कै म गइसकेको थिएँ, रिपोर्ट गर्नलाई गइसकेको थिएँ, मेरो साथीलाई म कल गरेँ, त्यो साथी अलिकति यो देशदेखि अलिकति बाहिर थियो, त्यही पनि उहाँले मलाई सपोर्ट गरिरहेको थियो होइन। र पनि अलिक टाढो थियो, र पनि म कलमा बोल्दै उसँगै ठ्याक्कै फोनमा बोल्दै स्टेसन जाँदै थिएँ, पुलिसकोमा जाँदै थिएँ, ठ्याक्कै त्यहाँ मसँग काम गर्ने अर्को दिदी ठ्याक्कै आउँदै रहेछ। त्यही भएर म ठ्याक्कै देखेँ, अनि उहाँलाई भेट्नुभयो, पहिले उहाँले सेयर गर्नु पऱ्यो, त्यसपछि चाहिँ म जानु पऱ्यो भनेर मैले ठ्याक्कै भेटेर गफ गरेँ। अनि नानाले अलिकति सम्झाउनु भयो होइन, एकचोटिलाई भने एकचोटि होइन दिदी, मलाई 10-15 चोटि यस्तो व्यवहार गरिसक्नुभयो, हरेक म्यासेज, हरेक कल, हरेक समय, हरेक बेन गर्नुभयो। म जान्छु, उहाँलाई डिपोर्ट हानिदिनु, यदि म पनि होइन होइन उहाँलाईसम्म हानिदिन्छु, मलाई बाल भयो, सकियो। मैले सोचेको थिएँ, यदि म राम्रै तरिकाले बोलेको छु, राम्रैसँग छ, मेरो फोन रेकर्डहरू छ, सबै निकाल्दा हुन्छ, सबै छ, राम्रै तरिकाले छु, हुँदाहुँदै उहाँले यस्तो गर्नुहुन्छ भने म केस हालिदिन्छु भनेर गएको। दिदीले छेक्नु भयो होइन। अनि अरू दाइहरूले पनि, म एउटा त्यहाँ मसँगै सिटमा काम गर्ने दाइलाई मेसेज गरेँ, उहाँले पनि हतार कल गर्नुभयो। कल गर्दाखेरि म त्यही अगाडि यता कति थिएँ, अब नाना गइहाल्यो, म त जान्छु भन्ने सोच हिसाबले गएको। ठ्याक्कै मेरो साथीले चाहिँ भन्यो, एकचोटिलाई चान्स देऊ न त, ठिकै छ, मौका देऊ, अब फेरि पनि सुध्रेन भने चाहिँ गरौँला, म पनि आउँछु। अब ऊ पनि केही समयको लागि अलिक यो देशदेखि अलिकति बाहिर उसको ड्युटी परेकोले गर्दा गएको थियो होइन। त्यही भएर जो सल्लाहहरू दियो, त्यही भएर मात्रै बच्यो क्या दाइ। त्यही भएर तपाईँ बच्नु भएको हो, बचिस भन्छु म, भन्छु क्या, बचिस, बचिस। तर मलाई सोझो भनेर सम्झेको होला, त आर्मी अरे, आर्मी भएर यो ठाउँमा आएको अरे, आर्मीको दिमाग यस्तै हो। त्यही भएर जस्तो आर्मी जाब त होला, म यहाँको भाषा बुझ्दिनँ, यहाँको कति कुराहरू बुझ्दिनँ, म पनि तेरो उमेरमा तेरो समयमा म पनि गर्छु होला क्या।
म त अझै पनि भन्छु म कलिलै छु क्या, तेरो नजरमा म कलिलो छु, म हो के गरेको छुइनँ। तर तेरो उमेर अहिलेको जुन दिनको तेरो अहिलेको छस् नि त्यो दिनसम्ममा म पनि केही गरेर देखाउँछु क्या, तेरो अगाडि गरेर देखाउँछु क्या, सक्छु क्या। युरोप आएर केही सपना बोकेको होला, तेरो बुढीलाई डिपेन्डेन्टमा यहाँ ल्याउँछु भनेर सपना देखेको होला कि, तर सपना त्यो मलाई छुइस् कि रुइस् अब त, बुझिस्। मलाई तैँले भन्थिस् नि म साइकल किन्छु, साइकल किन्नुभन्दा अगाडि तँ चढ्छु त्यसपछि साइकल तँ चढ भन्थिस् नि। अब त मलाई छुइस् कि तेरो युरोपको सपना रुइस्, त्यो दिनदेखि रुइस्, यति कुरा बुझिराख, बुझिस्। त्यही भएर आज म यो भिडियो बनाउनुको कारण मूल उद्देश्य भनेकै यो पोस्ट गरिराख्छु। पछि फेरि पनि तैँले यस्तो व्यवहार गरिस् भने यो पोस्ट गरेको अनुसार तँलाई फेरि पनि मौका पाउँदैनस्, बुझिस्। अब त म हो काम गर्दा एउटै भाँडामा कोही बेला काहीँ काम गर्नुपर्छ, तेरो हातले मेरो हातलाई छु मलाई मतलब भएन काम गर्दा, तर तेरो हातले मेरो शरीर छु न, त्यसपछिदेखि रुइस् के त, बुझिस्। यति कुरा बुझिराख। केही नजान्ने यस्ता आइमाई भन्छस् होला होइन दाइ, तँ भन्छु तँ एक्लै हुँदा चान्स मार्नु खोजस् होइन। हिजोको दिनमा बचेको छस् तँ, हिजोको दिनमा तँ के गर्छस्, बचेको छस्। यदि म सत्य बोल्नु जान्ने र त्यो नाना म जाँदै पुलिस स्टेसन जाँदा त्यो नानाको टिआरसी आएको र त्यहाँ ठ्याक्कै भेट नभएको तँ मरिस् अझै, तँ त आजको दिन त सायद यति बेला त रुँदै रिपोर्ट भएर नेपाल जाँदै गरेको हुन्थिस्, बुझिस्। तेरो घरमा किन आइस् भन्दा नि थाहा पाउँथिस् होला नि। ल ओके, त्यो यसकै लागि हो तपाईँहरू अगाडि मैले भिडियो बनाउनुको कारण चाहिँ पछि फेरि पनि यो कुराहरू नदोहोरियोस् भन्ने हेतुले हो होइन। मलाई दाइहरूले नि सम्झाए, अरूहरूले नि सम्झाए, म धेरै ठाउँ तर धेरै समय धेरै पटक मैले यो कुराहरूलाई आफूले मनन गरेँ होइन। धेरैमा म जो पाएँ त्यो केटाहरूसँग बस्ने त्यस्तो नजर पनि छैन होला। मेरो जिन्दगीमा कुनै साथी पनि होला, जन्मेको होला, बिहे पनि होला नहोला, मलाई मतलब छैन। मेरो आफ्नो लाइफ हो, मेरो आफ्नो तरिका हो। अब मेरो बुढाबा पो फलाना देशका नभन्नु, मेरो लाइफ हो, मेरो जिन्दगी हो, मेरो तरिका हो। मेरो परिवार चलाउनु छ चलाउनु छैन मेरो हातको कुरा हो, मेरो इच्छाको कुरा हो होला। मलाई साथीभाइले मलाई सम्झाउँछन्, मेरो सम्झाउने साथीभाइहरू धेरै छन् होइन। यस हौसला लाग्छ। तर यो दाइ जुन दाइ छ त्यो दाइ जुन नामहरू केही तोकेको छुइनँ, अहिले तोक्दिनँ पनि होइन। अहिले बचेको छ, मलाई दाइहरूले अलिक सम्झाउनु भयो भन्नुभयो, त्यही भएर मात्रै हो। नत्र म पोस्ट गर्दै नै उसलाई सबै तयारी गरिसकेको थिएँ होइन। त्यही भएर योचोटि बचेको हो, ठिक छ। त्यही भएर मात्रै मैले बनाएको र तपाईँहरू पनि सबैजना होसियार रहनु अर्काको देशमा होइन। मान्छेहरू सबै यो अर्काको देशमा ज्यान दिने पनि हुँदो रहेछन् र ज्यान लिनु खोज्ने पनि हुँदो रहेछन् होइन। होसियार बस्नुहोस्, केटा होस् केटी होस्, दाइ होस् भाइ होस्, जुन भए पनि होइन, छोरा होस् छोरी मान्छे होस्, बस्नु होला होइन। आफ्नो सेफ्टी आफूले गर्नु होला होइन। नबुझ्ने केही गर्नु सक्दैन भनेर कसैले केही भन्छ होला, नडराउनु, आफूमा हिम्मत राख्नुपर्छ, बलियो बनाउँछु भनेर लागि गर्नुपर्छ। कसैले केही हामीले छुनु सक्दैन है। त्यसकै लागि मैले यो भिडियोहरू बनाएको हो। ओके, फेरि भेटौँला। ओके, बाई बाई।